भगवान की जय। भागवतमा के भनेको छ भने हामीले बोलेको कुरा मात्रै होइन सोचेको कुरा पनि ब्राह्मणमा क्या हुन्छ। आज हामीले यत्रो स्वरले खनाल परिवार कि भनेर कुलदेवता कि जय भन्न साँच्चै हाम्रो रेकर्ड भएको छ। ब्रह्मा विष्णु देख्छन्, चित्रगुप्त लेख्छन्। फरक हुँदैन नि यो भागवत वचन हो, मैले भनेको होइन यो। त्यसकारणले गर्दाखेरिमा तन मन धन भक्ति धारणा गर्नुपर्छ। भक्ति लगाइयो भने पक्कै पनि पुण्य पाइन्छ। राम्रोसँग हल्ला नगरी सुन्नुभयो भने राम्रो कति हुन्छ म भन्न सक्दिनँ, नराम्रो नहुने चाहिँ नाली साथ भन्छु। त्यसरी ढुक्काउनु होला है त। ल अब हामी भजन भन्छौँ अनि सबैजना नाच्न मन लाग्यो। महिला बिग्री पनि चुड्का पनि भन्छौँ, हामी नाच्न पाइन्छ। अलिअलि त जोडी पनि गाउँछौँ, त्यस्तै पनि गाउँला है त। राम 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 नारायण हरि हरि राम लीला बाँकी छ, हे अझै पनि लीला बाँकी छ। अधर्महरू बढ्दै जान्छ, अर्को चाहिँदैन किन अर्को लिनु मिल्दैन होइन त्यो भक्त भागवतहरू भगवान प्रभु परमेश्वरका कृपाले जब जब पृथ्वीमा अधर्महरू बढ्दै जान्छन्, भगवान प्रभु परमेश्वरले विभिन्न अवतारहरू धारणा गर्दै यो पृथ्वी र प्राणीको रक्षा गर्नुहुन्छ। यो मर्त्य मण्डलमा जन्मिएपछि धनी भए पनि गरिब भए पनि कालो भए पनि गोरो भए पनि जुन देशमा जन्मिए पनि जुन भाषा बोले पनि नारायण हरि राम राम नगई हुँदैन, हे हाम्रै नगई हुँदैन। मर्दानी हुनी बाजानी हुनी एउटै छ ढुकुरी। नारायण हरि राम राम रामलाई नबिर्सौँ, हे हामीलाई रामलाई नबिर्सौँ। जब जानी दिन आएपछि न भाका राख्न मिल्छ, न भुल भयो भन्न पाइन्छ। भाका भुल दया क्षमा र ममता सन्तोष जान्दैन त्यो, बिन्दै बिन्ती गर्न झुकेर पदमा त्यो बिन्ती भन्दैन त्यो। राजा रन्त्र सबै समान उसका फरक गराउँदैन त्यो। आयो टप्पटी त्यो लाग्यो मिति पुग्यो तारेर टर्दैन। नारायण हरि राम राम टार्न मिल्दैन,
टार्न मिल्दैन यो कलिकालमा भगवान प्रभु परमेश्वरको नाम कीर्तन भन्दा केही ठुलो छैन। सत्य युगमा तप गर्ने यज्ञ, त्रेता युगमा द्वापर युगमा पूजा आजा, भजन गरी युगमा नारायण हरि हरि भजन गाउँदा भजन गाउँ त भइछ दामी दिइरहेको भक्त भागवतहरू भगवान प्रभु परमेश्वरले कहिले मासु अवतार धारण गर्नुभएको छ र अहिले दानवको उद्धार गर्नुभएको छ। अलिकति मेच अगाडि साह्रो पर्नु नि त 24 अवतारको वर्णन गरिएको छ। भगवानको अवतार हेर्नु शेष अवतारहरू त भन्न सकिन्न भगवान प्रभु परमेश्वरले विभिन्न अवतार धारणा गरेर सप्तम अवतारमा परम प्रभु परमेश्वर दशरथका छोरा रामचन्द्र भगवान प्रादुर्भाव भएर पृथ्वीमा नारायण हरि हरि लीला गर्नुभयो लीला गर्नुभयो भगवान प्रभु परमेश्वरका कृपाले रावण कुम्भकर्ण इन्द्रजित आदि गरिएकाको कसरी मृत्यु भयो। कष्टलाई काल आयो
पृथ्वीलाई चोर्ने पहाडलाई छोड्ने भनेको भागवत हिरण्य कश्यपको भाइ हिरण्याक्ष जस्तो बलवानको थियो जसले पृथ्वीलाई नै चोरेर जलमा लुकाएको थियो त्यो पनि यो संसारमा रहिरहन पाएन भनेदेखि कुम्भकर्ण जस्तो बलवानको थियो रावणको थियो जसले स्वर्ग जाने बाटो सुनै सुनको बनाउँछु भन्दथ्यो भागवतहरू ओखुमा फुल फुलाउँछु सुरमा सुगन्ध हाल्छु भन्दै थियो त्यस्तो पनि यो संसारमा रहिरहन पाएन त्यसै भएको हुनाले यो मर्त्य लोकमा जन्मिसकेपछि सबै जानु पर्दछ रावण कुम्भकर्ण जस्तालाई कसले मार्नु भयो परमप्रभु परमेश्वरको अवतार सातौं अवतारमा रामचन्द्र भगवानको जन्म भएको हले पनि लीला सुनाउँछु ओ लीला सुनाउँछु हरे राम लीला सुनाउँछु लीला सुनाउँछु चिनको चिनिमै आजको दिनमा लीला सुनाउँछु हरि हरि भगवान प्रभु परमेश्वरको सप्तम अवतार कसरी धारणा भयो दशरथ महाराजको कुलमा हेर्नु इक्ष्वाकुको कुलमा दशरथका नाम रहेका राजा थिए दशरथ महाराजाका 3-3वटा रानी थिए तर पनि सन्तान थिएन धर्ममा दशरथ बडा वीर थिए राजा अयोध्यामा तिनको बेटा हुने भयो र पनि सन्तान भएन सन्तान भएन सन्तान भएन बुढेसकालमा पालेनी सन्तान भएन हरि हरि राम 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 भागवतहरू सन्तान नभइसकेपछि जेठी कौशल्या महारानी प्रभु परमेश्वरका कृपाले बस्नु कर्म लिएर सन्तान भएन सन्तान देखि युद्ध भएर रहँदा वञ्चन पुत्र भनी मर्दामा पनि पिण्ड पानी नमिले छोडेन छके स्वर्गले नारायण राम राम गर्छिन् बिलाउना गर्छिन् बिलाउना हरि हरि हाम्रो सन्तान पनि छैन राज्य चलाउने उत्तराधिकारी पनि भएन कतै गाउँ घर वरपर सबका सन्तान छन् अब साह्रै आभार पर्यो भनेर आफ्ना श्रीमान दशरथलाई दिलाउन हाम्रा पनि घरमा केही समस्या भयो भने कुलगुरुलाई सम्झिनु पर्छ गुरुबाट पाउने उपाय नै सर्वोच्च उपाय हुन्छ त्यस कारणले गर्दाखेरि अब गुरुलाई खबर गर्नु लग्न प्रभु के उपाय छ कि पठाउनु
जब गुरुलाई लिन पठाए गुरु आएर यसो धुलौटो खोलेर हेर्दा सन्तान त रहेछ तर एउटा पुत्र स्त्री दुई ऋषि बसिए हजुरको खातिर गरौँला जसरी चार छोरा अति वीर हुन्छन् हजुर राजा सन्तान हरि हरि सन्तान हुनेछन् सन्तान हुनेछन् तपाईका सन्तानहरू छन् किताब पनि हर्नेछ एउटा पुत्र स्त्री यज्ञ गर्नुपर्छ ऋषि सिंही र म मिलेर भनेर जब वशिष्ठ गुरुले भनिसकेपछि सारा दाजुभाइ बोलाएर नारायण राम गर्छन् छलफल दशरथ महाराजाले अयोध्याको दरबारमा पुत्री यज्ञ गर्नु पर्यो कसो गरिदिउँ भनेर छलफल गर्दाखेरि सारा दाजुभाइको सहमति गराएर हेर्नुहोस् उसै दरबारमा नारायण राम यज्ञ सुरु भयो ओम नमो भगवते वासुदेवायका मन्त्रहरू गुन्जिरहेका थिए भगवान प्रभु परमेश्वर अग्नि स्थापना गरिएको थियो अग्निकी पत्नी स्वाको नाम लिँदै स्वा स्वा भनेर जब अग्निमा दर्शन दिनु यो श्रीमद् भागवतको कथा हो। भगवानका लीलाहरू सुनौ राम्ररी
भागवतहरू हेर्नुहोस् भगवान प्रभु परमेश्वरका कृपाले अग्नि देवता प्रकट हुनुभयो वस्तु अवस्थामा दुई हातमा पायसको थाली लिएर यो लागेर रानीहरूलाई प्रसादी खाना दिनुहोला अनि गर्भरन्छ छोराछोरी दिन्छन् भने त्यसै बेलामा कैकौशल्या र कैकेयी दुवैजना दरबारमा रहेछन् कान्छी रानी माइत गएको वक्त परेछ जब प्रसाद लिएर गए खाना ठिक्क परेका थिए खानै बाँकी थियो त्यसैमा सुमित्रा पनि अहिलेका जस्तो सौदाहरू भगवान प्रभु परमेश्वरलाई आफ्ना उदरमा राख्न सक्ने देवी भगवतीको आफ्नी कान्छी बहिनीलाई सम्झाउन सुन्नुहोस् है अहिले पछि म सोध्छु नि त्यहाँ
जब परमप्रभु परमेश्वर रामचन्द्र भगवान पृथ्वीमा प्रादुर्भाव भइरहेको छ अनि तिनैजना रानी मिलेर हेर्नुहोस् त्यो पायसले दुवैले दुई भागदेखि झिकी भाग्यो तिनको पुर्याइदिए तिनै रानी मिली त्यो पायस सम्पूर्ण खाइदिए हरि बाडेर त्यो पायस बाँडेर खाएका थिए भगवान प्रभु परमेश्वरको कृपाले हरि हरि गरिबरन गो भगवानको कृपा नभइकन भगवानको दर्शन गर्न पाइँदैन अघिल्लो जन्मको पुण्य कर्मको कारणले गर्दा कौशल्या महारानीको कोखमा जन्म लिन आउनुभएको छ भगवान प्रभु परमेश्वर हेर्नुहोस् कौशल्या महारानीलाई मात्रै पहिला दर्शन दिनु थियो त्यत्रो अयोध्याको दरबारमा नसारे नसुसारे नपाले नपढे हेर्नुहोस् न कोही पनि छैन भक्त भागवतहरू अय्या कौशल्या महारानीलाई कोठामा नारायण राम राम खपी नसक्नु खपी नसक्नु सुत्केरीको पिता नपाउनेलाई के थाहा हाम्रो आमा दिदीबहिनीहरूलाई थाहा होला हाम्रो आमाद्वारा हामी पनि गर्भबाट जन्मिएका हौँ त्यसै कारण हामीले त कथा वाचन गरियो भोलिलाई त त्यो पीडा थाहा होला भक्त भागवतहरू भगवान प्रभु परमेश्वर सबैजना प्रादुर्भाव गराउनु भएको छ अय्या अय्या हाथो हाथो नारायण राम राम लागिन गराउन लागिन गराउन रामचन्द्र भगवान पृथ्वीमा प्रादुर्भाव हुँदै हुनुहुन्छ तब कौशल्या महारानीको गर्भबाट पृथ्वीमा जन्म भएर आमालाई दिव्य नेत्र प्रदान गर्नुभयो यो चर्म चक्षुले देखिन नसकिने भएको हुनाले अर्को आँखा प्रदान गरेर
शङ्ख चक्र गदा पद्म धारण गर्नुभएका परम प्रभु परमेश्वरलाई देखाखेरीमा बेहोस भइकन हेर्न नसकेर अनि कौशल्या आमा के भन्नुहुन्छ भनेदेखि यस्तो दिव्य स्वरूप लुकाइकन बालक स्वरूप पनि दर्शन देऊ मलाई हेर्छु भगवान फेरि बालले पनि नारायण हे राम हालिन अङ्गालो उद्धार गर्नुभएको छ। श्रीमद् भागवत महापुराणमा प्रभु परमेश्वरका 24 अवतारमा मध्ये मुख्य 10 अवतार भगवान प्रभु परमेश्वर र अष्टम अवतार भगवान कृष्णको अवतार लिनुभएको छ। नारायण भगवानले कृष्णको अवतार धारणा गरेर श्रीमद् भागवत महापुराणको 10औं स्कन्ध भगवान प्रभु परमेश्वरको मुटु भनिएको छ। हेर्नुहोस् यो कलियुगमा भगवानलाई कहाँ भेट्न पाइन्छ भने श्रीमद् भागवतमा मात्र भेट्न पाइन्छ भनेर आफ्ना स्वकीय सचिव उद्धवलाई भगवानले भन्नुभएको थियो। र 10औं स्कन्द मेरो मुटु हो जसले श्रीमद् भागवत पढ्दछ त्यो मलाई प्राप्त गर्छ भन्नुभएको छ। श्रीमद् भागवतको 10औं स्कन्द अन्तर्गत 80 अध्यायमा रहेको नारायण हे राम राम लीला सुनाउँछु लीला सुनाउँछु जय हो सुखमा पनि बजाउने बाँसुरी दुःखमा पनि बजाउने बाँसुरी नारायण हरि हरि राम राम बजो बाँसुरी बजो बाँसुरी भागवतहरू कृष्णका बाल्यकालका साथी मित्र पनि थिए तर असाध्य गरी थिए। घरमा खाने कुरो पनि छैन लाउने कुरो पनि छैन कट्टै अनि आफ्ना श्रीमानको अगाडि गएर सुशीला जोडेर प्रभु न खाने कुरो छ न लाउने कुरो छ कठै हाम्रो कर्म कस्तो रहेछ भनेर नारायण हे राम राम गर्छिन् बिलाउना गर्छिन् बिलाउना
भक्त भागवतहरू नखाने कुरा छ नलाउने कुरा छ प्रभु साह्रै गरी भयो बालबच्चाले अगाडि आएर आमा भोक लाग्यो भन्छन् कतै अन्नको त दानै छैन दिने कुरो पनि केही पनि छैन कस्तो कर्म लिएर जन्मिएछ नि भनेर आफ्ना जब बिराउन गइरहेकी थिइन् भक्त भागवतहरू तब हेर्नु श्रीरामा ब्रह्मज्ञानी थिए आत्मा के हो परात्मा के हो मनुष्यको सृष्टि के का लागि भएको थियो सारा कुराहरू आफ्नो श्रीमतीलाई सम्झाउँदै भन्दछिन् विद्या सुन भनेर एकान भनिए गर्नु के दानै गर्न भनेर हात भनिए बाला भेटे जिब्रो पढ्न मन्त्र जप्न बनियो साधका खातिर यो चोला उपकार निम्ति बनियो श्रृङ्गारमा के छ कीर्ति नै अमर छ कीर्ति नै अमर छ भागवतहरू श्रीरामले आफ्नै श्रीमती सुशीलालाई सम्झाउँदै कीर्ति र एक काम गर्नुपर्छ मनुष्यले धर्म ठान्नुपर्दछ यो कर्मको फल हेर कर्मैले सुराज इन्द्र बनिए देवता बने कर्मले सारा लोक समाज सत्य गरेका कर्मै गरेका भए हुँदैन कसैलाई लाग्छ सुखको वैरो कसैलाई संसार यस्तै हो संसार यस्तै हो
सबै जानु पर्यो कि अब ल जाउँ जाउँ तपाईँ उठिहाल्नु नि म पनि नाच्छु त्यसपछि नाचौँ होला तिमीहरू केटा नाच्ने मूल घरबाट सुरु गर्ने हो क्या मैले त सुरु गरिसकेको उहाँ नाचेर हुन्छ बुढा तिम्रो हाम्रो मनमा हस् गुरु हस् हस् पुण्य कर्म गर्न यो जीवनमा सकिएन भने भोलि नगइदा हुँदैन हरि हरि ए हरे मन जानी तपाईँ नभए भएन रे मिलेर लाउनु घुम्ने जान्दैन जानिका होला भक्त जानिका होला कुनै रामलाई थाहा होला जानिका होला जानिका होला जानिका होला कुनै रामलाई थाहा होला जानिका होला वैकुण्ठ